भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रूपन्देहीवासीका लागि हात्ती आयो पुष्प जस्तै भएको छ। बौद्ध देशका पर्यटक सिधै बुद्ध जन्मस्थल ल्याउने लक्ष्य सहित 2071 माघ 1 मा शिलान्यास गरी निर्माण थालिएको थियो। विभिन्न अवरोधका बीच 2 वर्ष अघि निर्माण सम्पन्न भयो, तर नियमित व्यावसायिक उडान भएन। 2081 कार्तिक तेस्रो साता बल्ल देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान थालियो। एकै दिन 3वटा अन्तर्राष्ट्रिय उडान भरे पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अन्तर्राष्ट्रिय उडान गर्न सकेन। अन्तर्राष्ट्रिय व्यावसायिक उडानकै क्रममा फ्लाइ दुबई र जजिराले भैरहवाबाट उडान सुरु गरेका थिए, तर यात्रु र व्यवस्थापनमा समस्या बताउँदै रोकेका छन्। थाइल्याण्डबाट थाई एयर एसियाको विमानले पनि भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भरेको थियो, त्यो पनि नियमित भएन। अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु भएपछि रूपन्देहीका व्यवसायी खुसी भएका थिए, तर त्यो खुसी बालुवामा पानी जस्तै भयो, टिकेन। अन्ततः अहिले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान छैन, रोकियो। अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थलको रौनक पनि हराएर गयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प मानिएको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि 8 अर्ब 22 करोड लगानी भएको थियो। विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जामा निर्माणका लागि खर्च भएको रकम भन्दा 3 गुणा बढी खर्च भएको छ। अर्थात् मुआब्जामा 23 अर्ब रुपैयाँ खर्च भएको छ। 450 बिघा जग्गा भए विमानस्थल निर्माण गर्न पर्याप्त हुने भए पनि 700 बिघा अधिग्रहण गरिएको छ। भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र मुआब्जामा यति धेरै लगानी गर्ने सरकार अन्तर्राष्ट्रिय उडान गर्न भने किन वास्ता गर्दैन? अन्तर्राष्ट्रिय उडान नै नगर्ने भए विमानस्थल किन बनाएको हो? किन नागरिकले तिरेको करको पैसा विमानस्थलमा बगाएको हो? सरकार जवाफदेही बन्नै पर्छ। नागरिकलाई आशा र भरोसा देखाएर तेस्रो मुलुकका पर्यटक ल्याउन भनी बनाइएको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जसरी पनि सञ्चालन गर्नुपर्छ। राज्य खबरका लागि रूपन्देहीबाट खबर ब्युरोको रिपोर्ट।